के तपाईले कहिल्यै महसुस गर्नुभएको छ कि केही बच्चाहरू सानैदेखि अत्यन्तै जिद्दी स्वभावका हुन्छन् र केही धेरै शान्त र समझदार हुन्छन्, केही अरूभन्दा फरक सोच राख्छन् र केही सधैँ रिसले भरिएका हुन्छन्। के तपाईले कहिले सोच्नु भएको छ एउटै घरमा हुर्केका बच्चाहरू, एउटै वातावरण, एउटै पालन पोषण हुँदाहुँदै पनि किन एक अर्काबाट यति फरक हुन्छन् त? किन एउटा बच्चा आमा बाबुको आँखाको तारा बन्छ र अर्को सधैँ समस्यामा अल्झिरहन्छ? किन कुनै सन्तान बा आमाको बुढेसकालको सहारा बन्छ र कोही बच्चाले जीवनभर उनीहरूलाई एक्लै छोडिदिन्छ? यसको एउटै उत्तर हो कर्म। कर्मको खेल हेर्नुस् त कस्तो गजब छ। यही कर्म पुनर्जन्मको रहस्यको चाबी हो। हेर्नुस्, हाम्रो वास्तवमा हाम्रा सन्तान हाम्रा आफ्नै कर्मको प्रतिबिम्ब हुन्। हामीले अघिल्ला जन्महरूमा गरेका कर्महरू नै सन्तानको रूपमा हाम्रो अगाडि आउँछन्। उनीहरूको स्वभाव, व्यवहार, दृष्टिकोण सबै हाम्रो कर्मको ऐना हो, छर्लङ्ग देखाउँछन्। हामीले आफ्नो कर्मको फल हेर्नु छ भने हाम्रा सन्तानलाई हेरे हुन्छ। हरेक आमा बाबुको आशा हुन्छ कि उनीहरूको सन्तानले नाम रोशन गर्नेछ, माया दिनेछ, सम्मान गर्नेछ, तर धेरै पटक यस्तो हुँदैन। हेर्नुहोस्, केही सन्तानले यति पीडा दिन्छ कि आत्मासम्म चिच्याउँछ। अपशब्द, अपमान, धोका र कहिलेकाहीँ त वृद्धाश्रमसम्मको यात्रा आफ्नै सन्तानले बा आमालाई गराइदिन्छ। कस्तो बडा गजब छ है विडम्बना, कर्मको खेल। अब प्रश्न उठ्छ, यस्तो सजाय कुन पापको होला त? हामीलाई त राम्रै गरे जस्तो लाग्छ। आफूले जीवनभर मेहनत गरेर हुर्कायो, पढायो, आफ्नो खुसी त्याग्यो, अनि बदलामा के पाइयो त? यही पुनर्जन्मको रहस्य हो। यो सबै अचानक हुँदैन। हेर्नुहोस्, हाम्रो घरमा यो तपाईका कर्महरूको फिर्ती हो। जस्तो कर्म गर्नुभएको छ त्यही फल पाउँदै हुनुहुन्छ। जैसी करनी वैसी भर्नी। तपाईले कुनै जन्ममा कसैलाई दिएको दुःख त्यही सन्तान बनेर तपाईको जीवनमा आएको छ, ताकि त्यही दुःख फर्काउन सकू भनेर। कहिलेकाहीँ कुनै बच्चा आमा बाबुसँग यति जोडिएको हुन्छ कि उनीहरूको सानो सानो पीडाले पनि उसलाई बेचैन बनाउँछ। बा आमाको सानो सानो पीडा पनि सहन गर्न सक्दैन बच्चाले। यस्तो बच्चा आमा बाबुको लागि साँच्चीकै वरदान मान्नुपर्छ हामीले। यस्ता